हेलो प्रधानमन्त्रीज्यू, के मनमा लागेको कुरा भन्न आएको? केटो त बैगुनी परेछ, लात्ताले पुक्क दिउँ कि नभन्नु होला। हिजो हजुरको भाषण सुनेको, वन जङ्गल बढी भो, खेतीयोग्य जग्गा कम भो भन्नुभयो। अचम्म लाग्यो। जहाँ चाहिँ तपाईँको खेतीयोग्य जग्गा नै आधीभन्दा बढी बाँझो छन्, अब त्यहाँ फेरि के गर्ने हो थाहा छैन। अब वन जङ्गल घटाउने, जग्गा बढाउने भन्नुहुन्छ, त्यो जग्गा बढाएर गर्ने कसले हो? अब भगा मान्छेहरूलाई सबै रेमिटेन्स भित्राउनलाई बाहिर पठाइहाल्नु भयो। अब राइनोज र गैडाँजमा गइरहनु भएको छ तपाईँ पनि। अब यहाँ आँखाले देखुन्जेल जग्गा बाँझो छन् गर्ने मान्छे छैनन्। अब यो एउटा सानो ठाउँ, यो नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा बसिरहेको छु म। यसो हेरिरहेको छु, तपाईँको आँखाले देखुन्जेल जग्गा बाँझो छन्। अब हजुरलाई अझै के भाव थाहा छैन। वन जङ्गल घटाउँ के बढाउँ भन्नुहुन्छ। अब पहिला भएको जग्गा चाहिँ संरक्षण गरौँ, त्यहाँ चाहिँ उत्पादन बढाउँ भन्ने जस्तो भने भए चाहिँ वाउ भन्नुहुन्थ्यो, क्या दामी भन्नुहुन्थ्यो। अब हुनु त फेरि हजुरले माथि हेलिकप्टर हेर्दाखेरि सबै हरियो देखा होला बुढा। अब त्यो त सबै झारपात हुन्, त्यो बाँझो जग्गामा झार उम्रेर हरियो देखिया हो। अब तपाईँलाई लाग्ला वाउ क्या गरेछन् नेपालीले। नेपाली हो नि दिनु होला बुढा। धेरै गाह्रो छ। एउटा ठाउँमा यतिकै छ भने नेपालभरि एउटा टिम बनाएर कुनै एउटा विज्ञ टोली हजुरभन्दा अलि पढाइ लेखेका टिम एउटा बनाएर अध्ययन गर्न लाउनु होला। जहाँसम्म लाग्छ आधीभन्दा बेसी जग्गा त बाँझै छ, जुन खेतीयोगी, जुन पहिला गरिरहेको जग्गा। अब अहिले हजुरलाई चाहिँ अब यो यस्तो यस्तो कुरा गर्नुहुन्छ बुढा हो। अब खै के भन्ने हजुरलाई। आफूले देखेको भोगेको कुरो भन्न आएको, नरिसाउनु होला। फेरि बैगुनी केटो भनेर फेरि वार यु भन्नु होला। फेरि त्यही भन्न आएको। धन्यवाद।